कुरा हो है कुकुर है आइज मासल आइज चल हैरान बनाउँछ क्या तेरो कुकुरले बोला माया एक वचन बोला तिम्रै बोली छ मलाई अनमोल हे गाइज वेलकम टु माय न्यू ब्लग Hey guys, good morning and welcome to my new vlog. I hope सबजना सन्चै fit and fine. I am also fit and fine छु guys. एकदम बढिया त के भन्दियो र घरदेखि यहाँ आउँदासम्म रुगा लाग्छ दिनभरि केही नि हुन्न अनि यहाँदेखि घर जाँदा रुगा लाग्छ फेरि रातभरि केही हुन्न सिगान चुहिरहेको छ किनभने चाहिँ चिसो आएको छ अनि यो मलाई यो लाउँदा पनि यो सिसा लाउँदा पनि झन् साँच्चै सासले केही नै देखिँदा जान्छ बाफेर अनि मास्क लाउँदा सिसा बाफिन्छ के गर्ने यार के गरम के नगरम भइरहेको छु हो म त लोत परीक्षा हो त्यता गएर ढोका पनि खोल्न छ अझै यति ढोका खोलेर मात्र आएको यहाँ गएर अनि मोटरभित्र राख्नु पऱ्यो अनि यहाँ साइकल यहीँ छ यो साइकल पनि उता सारिदिँदा पऱ्यो अनि हिजो पेट्रोल गइएछ अब पेट्रोल यहाँ टिक पनि ल्याउनु पऱ्यो कति किलोमिटर हिँड्यो कतिको माइलेज दियो भनेर अस्ति त 50को दिएको थियो हो यसपालि कतिको दिन्छ त्यो हेरौँ भाइ त गाइस यो त 18 पो पुग्न थालेर सकेछ त यार अब यति -11 गर्न पर्छ अहिले चाहिँ पेट्रोल मैले यति किलोमिटर उता हालेर थिएँ अब पहिलाको अब कति थियो तँलाई यसमा माइनस गरौँ माइनस दाबिरहौँ त्यसपछि त्यो नम्बर हालेपछि गरौँ त कति दिने रहेछ को बेलाको चाहिँ यति थियो अनि अहिलेको चाहिँ अब यो गरौँ त कतिको दिने रहेछ 147 भनेपछि अझै दिएर हिँड्छ माइनस नै डिभाइड गर डिभाइड बाई 3 लिटर अट्छ अनि आयो एन्सर 49 अझ 1 किलोमिटर घाटा लागेछ अझै 3 किलोमिटर हिँडेकै ठ्याक्क बाँडिने रहेछ त्यही भनौँ क्रिसका सुनेका गाना अब चाहिँ त्यही गाइस एज युजुअल झाडु जोलाम होइन कति देखाउने हो र मजाले झाडु लाम है फेरि आएको छ नि त्यहाँ फलाम प्लास्टिक भन्दै केही छैन यहाँ दिनको लागि तर यहाँ आउँदैन तिनीवाला होइन कि अर्को बुढा छ नि तिनी बुढा हो जत्रो सुकै आउने यहाँ जत्रो सुकै जस्तै अब आज लहन नि 1-2 दिनपछि फेरि आउनु छ कि नै भनेर अनि गाइस 2025 साल क्या हजुरहरूलाई थाहै छ 2025 कतिबाट सुरु भयो मतलब कसरी सुरुवात भएको WTF वेडनेसडे थर्सडे र फ्राइडेबाट सुरु भएको है यो साल मेरो एकदम घटिया मानौँ कि एक हिसाबले यो सालै मेरो पनौती भयो क्या यो मात्र हो कि हजुरहरूको पनि कमेन्ट गरिदिनु तर बहुत पनौती जो भयो यो साल 100 सब्सक्राइबर कट्ला भनेर 50 नि के भने 40 सक्छ अब सेन्चुरी पनि कटेन गाइस हेरमै घाम लाग्छ किन आज सम्मान पनि पाउने छैन यार यो धारा त के हो र यस्तो लौरो कुद्छ जाडो छ जाडोमा यो पानी पनि यति चिसो छ खाम कि नाम बच्छु यार त्यतिखेर पिसाब लाग्छ पिसाब गर्दा फेरि जानुपर्छ फेरि आएर फेरि पानी छुनुपर्छ खाम कि नाममा धोधारमा परेछ के अरे गाइस पानी पनि कोक भयो खाइन्छ होइन जस्तो भए पनि तर पानी हो कि यो किन नाम भने चाहिँ भोक लाग्न थाल्यो उनीहरूले फेरि अहिले नास्ता आएछ फेरि साँझ चाँडै भोक लाग्छ क्या अरे आइज के छ दुम्लाउने हुन्छु खाँदै बसेर पनि हुन्छ र कोही यस्तो फेसबुक हेर्दै थिएँ क्या अनि फेसबुकमा चाहिँ के देखेँ भन्दा त दुईवटा जहाज थियो नि होइन हो त्यो ल्याएको पैसा अझै तिर्न पनि बाँकी रहेछ लगभग 10 अर्ब चाहिँ ऋण छ अरे कि प्लेन ल्याएको इन्जिन चाहिँ अझै कता अरे विदेशतिर अझै भनौँ न केपिओलीले के गरौँ स्टेडियम गराउँदा केपिओली 23 गतेको आन्दोलनमा नो केपिओली न शिशिर कहाँ हरायो तिम्रो एमालेका पार्टी ऋण पनि त्यतिकै छोड्दै रहेछन् केपिओली न केपिओली यसको कहानी बुढी हाल्छ साला किडनी फेल चोर यस्तो रिस उठ्छ नि त्यसलाई देख्दै त्यत्रो ऋण लगभग अनि अझ एउटा कुन थियो क्या ए उसके याद प्लेनकै बारेमा याद आयो क्या त्यो पोखराको विमान यस्तो एयरपोर्ट त्यसको पनि त टन्नै रेट रहेछ नि 30 अर्ब लिएर आएको रहेछ वर्षको 1 अर्ब कि कति अर्ब आफै बुझ्नुहोस् अब एकचोटि इन्टरनेसनल फ्लाइट भएन त्यहाँ भन्छन् के गरे होला नि केपिओलीले मात्र अहिले चाहिँ फेरि पन्जाला चाहिँ के राम्रो सोच्नै मिलेन क्या यार पछाडि प्लेट आइरहेको सबले आइगयो त्यो अनि यस्तो बाटोले अलि नराम्रो बाटो
बाटो पनि हेर्नु न हरि अप्ठ्यारो छ क्या यार रामै त तिमी एकचोटि हल्लिन्छ यार सबले सोच्यो भने एकचोटि के बाइक चलाउने होला नि पुस गरेर या अब कुकुर हुन्छ कि हिँड्छु म त मलाई बिहान कुकुरले चोरिएको एकचोटि हरिन्छ यार अनि त्यसै माथि मोजा राख्छु मोजा अरे पन्चाकै चिप्लिरहेको क्या अनि अरूले टाढा हुन्छ क्या सिधै कसरी हेरिनु के मलाई हो हेलास लाग्छ कि हेलास हटाउने कहिले काहीँ उता कतै हेर्दै त सिधै धेरै कुदा उसलाई अगाडिको ब्रेक लाग्दैन कराउँछ नै कुकुरा हो है कुकुर है आइज मासल आइज चल हैरान बनाउँछ क्या यतातिर कुकुरले कति कुहिरो हो ए भगवान् कति कुहिरो हो भने के अनि यहाँ चाहिँ ह्याप्पी डेन्ट दिनुभएको थियो के भन्छ अरे नामै आएन के कसले दिन्छ अरे केटा कमेन्ट गरिदियो त अम्बिका दिदीले साँच्चै भात खाएर एकदम पुरै कम्प्लिट भयो होइन अनि बाटोमा जाँदा पनि ब्लग गराउँछु अन्त अब बाटो चाहिँ त्यही त्यस्तो छ भित्री रोड झन् डेन्जर हुन्छ के हुन्छ भने ठाउँ ठाउँमा बल्ली भइदिन्छ तर कोमा हुन्छ मलाई थाहै हुँदैन कि अनि त्यसै माथि झन् यो मोपेडको ब्रेक यति चाँडो धोलिदिन्छ नि है डेली टाइट गरो धेरै टाइट गर्न पनि हुँदैन त्यो ब्रेक बिग्रिन्छ झन् त्यही भएर ढोलो पार्छु राइट ह्यान्डको झन् ब्रेकै लाग्दैन लेफ्टको त्यही भएर राम्ररी चलाउनु पर्छ अनि ह्यान्डल चाहिँ एउटा हातले छोप्ने जस्तो ह्यान्डल छैन कि हाम्रो गएर चाहिँ दुइटै हातले छोप्नुपर्छ कि मङ्की हेलमेट किनेर अनि डाइरेक्ट गोप्रो जोडे मात्र यहाँ चाहिँ म डोरेमनको ब्याग लिएर आएको छु कि गाइस यानि कि मेरो खानेको सामान राख्ने झोला अब हेरौँ त मेरो झोलामा के छ लेट्स ओपन द माई ब्याग यो अरे खोलिने हुँदो साह्रो के छ है त यहाँ पहिला यत्रो हो त पहिला यहाँ चेक छ है त गाइस एउटा दुईटा अझै छ है यहाँ तिनवटा म त दुध पनि छ भनेर हर्लिक्स पनि लिएर आएको कि गाइस एउटा ठुलो हर्लिक्स किन्न पर्ला भनेको के हेरौँ तिनवटा चार पाँचवटा त्यो कि गाइस आजको मेरो खानकी यो खाने भनेर किनेको समृद्धिले त खायौँ अब मैले के छु म त पाँच रुपियाँ भनेर थियो अरे 10 गरेर कति महँगाइ बढेको जस्तो मिठो रहन्छ यार गाइस तर दुधकोमा हो त्यो मिठो हुन्छ यो चाहिँ मिठो लागेन हर्लिक्स खामै त है लाम्चो कलामा हुन्छ अहिले हर्लिक्स बल्ल खाल भयो यार गाइस दुलो हुन्छ तपाईँमा सिधै घाँटिया गइदिन्छ हेर्चोको भए त कति खाने अरे अर्का होइन अझ एउटा कुरा के भन्छु भनेको 2025 जस्तो चाहिँ सालमा जाओस् हुन त बिहानै भने यो साल मेरो एकदम खराब भयो क्या सब्सक्राइबरै बढेन कति सब्सक्राइबर भन्दा स्क्रिनसट राखिदिन्छु होइन यता साइडमा त्यो हेर्नुहोस् आफै बुझ्नुहोस् कस्तो गयो मेरो यो सालको 100 सब्सक्राइबर पनि घटेन 50 सब्सक्राइबर पनि घटेन कि यो साल वाक्क लाग्दो संसार वाक्क लाग्दो दिन भन्छ नि त्यस्तै हो ठीक गाइस ब्लग एन्ड गरौँ भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु नबिर्सिदिनु होला बाइ बाइ टाटा सी यु इन नेक्स्ट ब्लग है त यो खाएर ब्लग एन्ड गरिदिन्छु